तपाईहरु सबैजनाले जेन्जी दिदीको यो भने सुन्नुहोस्, ढिला दिनुभएको छ, एकदमै कडा दिनुभएको छ। रासोपा सरकारलाई पनि चुनौती दिनुभएको छ, कडा प्रश्न पनि दिनुभएको छ। उहाँ दिदीले चाहिँ मनैदेखि सल्युट दिन चाहन्छु, किनभने रासोपा सरकारलाई पहिलोचोटि कडा प्रश्न दिनुभएको छ। यो भिडियो हेर्नुहोस्, मन पर्यो भने यो भिडियोमा लाइक, कमेन्ट, शेयर, रिपोस्ट के गर्न मिल्छ सबै गर्न नभुल्नु होला है। प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीका 180 भन्दा धेरै झण्डै 2/3 बहुमत र सांसद अझैसम्म के हेरेर बसिरहेका छन्। हिजो रासोपाका एक सांसद सबै काण्डका लिस्टहरू भन्दै थिइन्। अझै यी बहुमत पाएर सिधासिधी म्यान्डेट पाएका सरकारलाई केले रोकिरहेको छ? विपक्षीका कुरा मात्र सुनाउन हामी जनताको दैनिक 10 लाख रुपियाँ खर्च छ कि नीति नियम बनाएर 35 वर्षदेखि लुट्ने मुख्य 3 दललाई मूल राजनीतिबाट बिदा गर्न? चुनाव अगाडि त ठुल्ठुला भाषण गर्थे त, बहुमत दिनुहोस्, यी 35 वर्ष देश र जनता लुट्नेलाई हामी ठेगान लगाइदिन्छौँ भनेर। आज कति दिन भयो बहुमत पाएर सरकार बनाएको? मलाई लाग्छ बालेनको ठाउँमा रवि प्रधानमन्त्री भइदिएको भए पहिलो दिनदेखि नै घिसार्न थालिहाल्थ्यो एक-एकलाई। अनि उसलाई ढुक्क छ, चिलमा बसेको छ, जनताका छोराछोरी मरेका छन्, देशको हरेक नेता कर्मचारी भ्रष्ट थिए, पहिलो दिनदेखि हुटहुटी बोकेर एक्सनमा उत्रिन छ भनेको अहिलेसम्म केही छैन।